वाइट किन पिल पिल गर्नु पर्ने हो एकछिन तपाईहरुले ल ल कता लाज लागेन भन्दै फेरि यहाँ सिट हाम्रो सुषमा दिदी पनि दाइकोबाट पनि खिच्दा हुन्छ नि ह्याप्पी बेबी साबर सुजनाको फर्स्ट बेबी हाम्रो दिन चाहिँ विशेष बनाइदिनु भएको यता पनि हुन्छ हाम्रो हामी सबैजनाले एकैचोटि ह्याप्पी बेबी सावर भन्ने हो सुजन दाइले खुवाउ त मिठो कति कति महिनाको यस्तो भाइको कति महिना दाइ पनि डाइटिङमा हुनुहुन्छ अब यहाँ डाइटिङमा हो दाइ पनि ल ममको पनि लाउनु त म यो लाउँछु ममको लाउनु न सुजना पनि दुधको बोतल देखाउँछु थ्यांक यू सो मच एभ्रीवन दिस इज साथी वेलकम साथी नडराइ सम्झना पछाडि चक्कु राखिरहेको सबजना चक्कु मात्रै सबै चिज राखेको है धेरै सब कुरा है भनौँ न केही हुँदैन कतिको एक्साइटेड हुन्छ फर्स्ट बेबी भएकोमा होइन अब कति हुन्छ नि त धेरै नै एक्साइटेड छु म अभियसली हुँदै पर्यो त्यो पनि अब यस्तो स्पेशल गरिदिएपछि त झन् एक्साइटेड भयो भनौँ न भइरहेछ अर्कोको लागि पनि एक्साइटमेन्ट छ कि नेक्स्ट इयर चाहिँ ब्लू बेबी शावर भयो अब ब्लू तर यो औँला त कता कुद्दैछ मलाई त यही पिङ्क अनुहार मिलाएर कुद्दैछ अनुहार मिलाएर ब्लू पनि गर्नु पर्यो नि हामीले यस्तो गर्ने हो सबैजनालाई ह्याप्पी बेबी कहिले दिन्छ पनि सुरु भयो ल 1 2 3 गो थ्यांक यू सो मच आज मदर्स डे को दिन है यस्तो राम्रो के भन्छ अर्गनाइज गरिदिनु भएको एकदमै धेरै धेरै धन्यवाद सबैजनालाई थ्यांक यू सो मच फर एभ्रिथिङ डोन्ट वरी यति कुराको त तपाईहरु डिजर्भ गर्नुहुन्छ हामी साथी हो के काम हैन धेरै नै गर्नु तपाईहरुको खुसीमै हामी खुसी हो नि त एकदमै एक्साइटेड छिटो आउनु पर्यो बेबी अब अर्को सब्जेक्ट सुन्दै होला चिन्छौ मलाई कसैले हामी चाहिँ चिन्दिनौँ है भन्ने ससमाले पापा चाहिँ उता हुनुहुन्छ यो औँलाले देखाइरहेको ठाउँतिर मैले अफ गरेँ ल बहिनी हुन्छ दाइ थ्यांक यू सो मच तपाईहरुलाई तपाईलाई थ्यांक यू हामीलाई कस्तो नराम्रो दिदी ठुलो मान्छे हो नि त सक्ने त कहाँ लाउँथ्यो नि यस्तो बुल्यो है के खानु गाह्रो भयो स्टोन नान्दै थियो कस्तो खालको के यो उदय साइड साइड चाहिँ यो त चारपाटे के हो हैन सन्दा जेरी त गोलो हुनु पर्ने आँखा मात्र आयो भने मार्छ नि मलाई फेरि भर्खर जेरीले बनाएको हो के जेरी सिकारुले बनाएको होला टाउको हात काट्दै यसो निचो चारपाटे छ जेरी त मार्छ मलाई फेरि कहिले हो मार्नु कहाँ पाउँछ यहाँनिर निकाल्दा सबै सिर्देको छ रे हुन्छ यो ठुलो टिपुम त यता हाम्रो बेबी साबर यस्तो कहाँ गयो म त सक्दिनँ होला कि फेरि सानो हजुर मेरो त म एकैचोटि किनेको छु जान अलि खानु न हैन नोकरी मेरो अर्को पानी
यो इनफ भन्यो दाइले त चाहियो मेरो साडी गइहाल्यो 2-4 वटा चाहियो नि ल हाम्रो चाहिँ सुरु भइसकेको छ है फेरि पनि बेलुन फुटाउनको लागि हाम्रो नानाले चाहिँ एउटा फुटाउने हो सुजनाको सेकेन्ड लास्ट भन्नु खै त टुथपिक के छ त फुटाउने तिमीले के गर्दा क्या उयो टिकटक हो लाउनु न प्लिज लाउनु न कसरी ठुलो भएन अनि मेरो धनी यत्र मानिसहरुमा ठुलो छ हे यसोको नाउँमा भन्ने कुरा थाहा छैन